हेलो गाइस, यो फिस चाहिँ फिल गर्नु गइरहेको छु। तपाईँहरू पनि मसँग सिक्न सक्नुहुन्छ है। एक्चुअली प्रोफेसनल वे चाहिँ मान्छेले धेरै अबबाट जज गर्न सकिन्छ, तर म चाहिँ यस्तो हुन्छ नि स्टार 5 स्टार होटेलमा काम गरेको छु। अलमोस्ट मेरो 7-8 years एक्सपिरियन्स। सो आई नो द डिफ्रेन्ट वे अफ फिलिङ फिस। सो मेरो एकदम इजी एन्ड बेसिक वेमा कसरी फिल गर्ने, कसरी डिबोन गर्ने, कसरी होटेलमा एकदम इजी वे, बेसिक वे, सबैलाई मनपर्ने र सजिलो वेबाट सिकाउनु गइरहेको छ है। Back. गाइस, अब यो पार्टमा चाहिँ बोन हुन्छ, त्यो चाहिँ म सटक्क निकाल्छु। यो पार्टमा अनि यो पार्टमा पनि बोन हुन्छ, सटक्क निकाल्छु। बोन निकाल्ने चिज चाहिँ यो ट्विजर हुन्छ, यसलाई चच निकाल्ने है। इजी बोन चाहिँ कसरी निकाल्ने भन्ने कुरा म देखाउँछु। यसमा चाहिँ मैले अलिकति पानी लिएको छु, जसले गर्दा चाहिँ त्यो अहिले बोन निकालिसकेपछि एकदम इजी हुन्छ है। अनि अघि मैले फिल गरेर राखेको फेस चाहिँ च्यापच्याप गर्ने सजिलो पनि हुन्छ, तर नट नेसेसरी न, तर मैले चाहिँ गरेर। सो here is the tweezer. Here we go. स्टक लगाएर त्यसमा बोन चाहिँ हातले नै भेट्छ। अब प्रोफेसनल भइसकेपछि, अब प्रोफेसनल नहुन्जेलसम्म त कहाँ हो के थाहा हुँदैन। अनि यो पानीमा चाहिँ यो चोपाल्यो भने चाहिँ तपाईँ कस्तो हुन्छ भने बोन चाहिँ ट्याक्क पानीले समात्छ, अनि त्यसपछि हाम्रो ट्विजर चाहिँ एकदम सफा हुन्छ। ट्विजर चाहिँ एकदम तपाईँले यसो छान्दै गरेर टक निकाल्न सक्नुहुन्छ है। सो ओके, तर हामीलाई चाहिँ थाहा हुन्छ कहाँ भएको थियो, कहाँ के भयो, सबै प्रोफेसनल डक्टर जस्तै। Here we go. Final looks, guys.